खास गरी यो जमराको पाउडरले एकदमै धेरै राम्रो काम गरिरहेको छ। राम्रो काम गर्नुको अर्थ के हो भने यसमा पर्याप्त रूपमा क्लोरोफिल हुन्छ। क्लोरोफिलले तपाईको शरीरलाई पुरै डिटोक्स गर्न मद्दत गर्छ। तपाई मोटो हुनुहुन्छ, वेट लस गर्ने चक्करमा हुनुहुन्छ भने त्यसलाई एकदमै धेरै राम्रो काम गर्छ। अर्को भनेको भिटामिन ए हुन्छ, भिटामिन सी हुन्छ। भिटामिन सी पर्याप्त रूपमा तपाईको छाला चाउरी पर्ने, स्किन सम्बन्धी कुनै समस्याहरू छ, तपाईलाई भिटामिन सी को कुनै कमी भइरहेको छ भने यसमा पनि एकदमै राम्रो हुन्छ। अर्को कुरा भनेको भरपूर रूपमा क्याल्सियम हुन्छ, जसले गर्दा तपाईको हड्डीलाई बलियो बनाउँछ, मजबुत बनाउँछ। तपाईको एकदमै धेरै राम्रो काम गर्छ। हड्डी सम्बन्धी कटकट आवाज आउने समस्या छ, तपाईको हड्डीमा कुनै समस्या छ, तपाई हातखुट्टा जोड्ने सम्बन्धी कुनै समस्या छ भने त्यसलाई पनि राम्रो काम गर्छ। अर्को भनेको आइरन हुन्छ, तपाईको शरीरमा अक्सिजन भरपूर रूपमा यसले चाहिँ पुर्याउने काम गर्छ। आइरनले धेरै राम्रो तपाईको शरीरमा, जस्तो महिनावारीको समयमा पेट दुख्ने ओर्ने, रगत बग्ने समस्याहरू हुन्छ, त्यस्तो समस्यालाई एकदमै धेरै राम्रो काम गर्छ। क्याल्सियम, पोटासियम, म्याग्नेसियम भरपूर रूपमा भएको हुनाले डिप्रेसन, एङ्जाइटीको लागि पनि धेरै राम्रो काम गरिरहेको छ। यो विशुद्ध रूपमा जमराको पाउडर हो। यो चाहिँ गहुँको जमराको पाउडर जैविक तरिकाले उत्पादन गरिएको। बिहान बेलुका एक एक चम्चा खाँदै गर्दा तपाईको धेरै समस्याहरूलाई रोकथाम गर्ने काम गर्छ। यसले चाहिँ तपाईको जस्तो रगतको समस्याहरू भयो, हड्डी सम्बन्धी समस्या भयो, डाइजेस्टिभ सिस्टम सम्बन्धी समस्या भयो, यो मोटोपनको समस्या भयो, रगत सफा गर्नुपर्ने छ, रगतमा ग्लुकोजको मात्रालाई ब्यालेन्समा ल्याउनु पर्ने छ, इन्सुलिनको मात्रा बढाउनु पर्ने छ, त्यस्तो छ भने यसले एकदमै धेरै राम्रो काम गर्छ। हातखुट्टा जोर्नेहरू, दुख्ने, पोल्ने, बिहान उठ्दा आलस्य हुने, शरीर जहिले पनि तपाईको भारी भएको जस्तो महसुस हुने, तपाईको त्यस्तो कुनै समस्या छ भने हजुरले बिहान बेलुका अवश्य लिनु होला। यसले चाहिँ खास के गर्छ भन्दाखेरि इम्युनिटी पावर एकदमै बलियो बनाइदिन्छ। यसले चाहिँ इम्युन पावर बलियो बनाइदिन्छ र तपाईको शरीरलाई डिटोक्स गर्छ र ओभरअल हेल्थलाई चाहिँ राम्रो काम गर्छ। तपाईको खुट्टादेखि टाउकोसम्मको सबै कुराहरू, नसामा भएको तपाईको प्रत्येक सेल्सहरूलाई चाहिँ एक्टिभ गरिदिन्छ के। जस्तो तपाईको हड्डीमा क्याल्सियमको मात्रा परिपूर्ति गरिदिनु भयो, शरीरमा अक्सिजनको मात्रा ठाउँ ठाउँमा पुर्याइदिन्छ। त्यो भएको हुनाले तपाईलाई एकदमै धेरै राम्रो काम गर्छ। म्याग्नेसियम छ यसमा भरपूर रूपमा। डिप्रेसन, एङ्जाइटी, निद्राको समस्या, बिहान उठ्दा आलस्य हुने, त्यो समस्याको लागि पनि एकदमै धेरै राम्रो काम गर्छ। धेरै अर्डर आइरहेको छ। मैले त्यहाँ पाउने ठाउँको नम्बर पनि दिन्छु, त्यहाँ तल नम्बरमा फोन गरेर तपाईले अर्डर गर्न सक्नुहुन्छ। एकदमै इफेक्टिभ, यो चाहिँ एकदमै राम्रो। तपाईले धेरै औषधि खाँदा वाक्क हुनुभएको छ तर केही गर्दा ठिक भएको छैन भने एकपटक तपाईले अवश्य यो प्रयोग गर्नुहोस्, धेरै राम्रो हुन्छ। तपाईले जौको जमराको जुसको त तपाईले धेरै युट्युब भिडियोहरूमा पनि देखिसक्नु भएको छ होला। धेरै फाइदा छ, धेरै राम्रो काम गर्छ। शरीरलाई डिटोक्स गर्नको लागि, शरीरमा भएको विषादीहरू बाहिर निकाल्नको लागि यसले एकदमै धेरै मद्दत गर्छ। त्यो भएको हुनाले हजुरले यसलाई चाहिँ बिहान बेलुका दिनको 2 टाइम युज गर्नुभयो भने धेरै राम्रो हुन्छ। यदि तपाईलाई चाहिएको छ, नेपाल विदेश जुनसुकै ठाउँमाबाट हेर्दै हुनुहुन्छ भने चाहिएको छ भने म तल नम्बर दिइरहेको छु, त्यो नम्बरमा फोन अथवा व्हाट्सएप गरेर अर्डर गर्न सक्नुहुन्छ। यस्तो जडीबुटीको लागि एकदमै राम्रो छ यो रामबाण। मैले आफूले पनि युज गरेको छु, धेरै राम्रो छ। धन्यवाद।